सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हजुर, के तपाईँ प्रोफेसनल सामाजिक कार्यकर्ता बन्न चाहनुहुन्छ या प्रोफेसनल सामाजिक कार्यकर्ता बन्न तपाईँमा क्षमताको कमी छ र एक कुशल सामाजिक कार्यकर्ता बन्नका लागि तालिम लिने विचार बनाउनु भएको छ? विगत लामो दशकदेखि नै नेपालका 77 जिल्लाका हजारौँ युवाहरूलाई यस्तै सामाजिक कार्यकर्ता तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गरिसकेको सामाजिक सेवा अध्ययन केन्द्र ललितपुर महानगरपालिका 4 नखुले यस वर्ष पनि सिटिबिटीबाट मान्यता प्राप्त 9 महिने सहायक सामाजिक कार्यकर्ता तालिम कार्यक्रम 2025 सञ्चालन गर्दैछ। यस कार्यक्रममा सहभागी भई तपाईँ पनि एक प्रोफेसनल सामाजिक कार्यकर्ता बन्न सक्नुहुन्छ। 9 महिने सहायक सामाजिक कार्यकर्ता तालिमको स्वरूप: सैद्धान्तिक कक्षा शिक्षण 4 महिनासम्म हप्ताको सोमबारदेखि शुक्रबारसम्म 5 दिन सञ्चालन हुनेछ र यसै 4 महिनेको बिचमा स्वयंसेवकको रूपमा 20 दिन व्यावहारिक कक्षा शिक्षणका लागि काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न सङ्घ संस्थामा काम गर्न पठाइनेछ। 4 महिनाको सैद्धान्तिक कक्षापछि सहभागीहरूलाई इन्टर्नसिपको लागि स्थानीय तह वा ग्रामीण क्षेत्रमा कार्यरत गैर सरकारी संस्थासँग रही त्यस क्षेत्रमा सेवा साथै अध्ययन 5 महिनाको लागि हुनेछ। विशेष कक्षाहरू: पाठ्यक्रमसँग सम्बन्धित समकालीन विषयलाई लिएर विशेष कक्षा सञ्चालन गरिनेछ। यो कक्षा 2 घण्टादेखि 1 दिनसम्मको हुनेछ। अवलोकन भ्रमण: तालिमको अवधिभित्र सहभागीहरूलाई विषयसँग सम्बन्धित विभिन्न सङ्घ संस्थामा अवलोकन गराइनेछ। सो अध्ययन: सहभागीहरूले आफ्नो रुचि र कार्यक्षेत्र अनुरूप सामाजिक एवं विकास कार्यमा आधारित रही सो अध्ययन तयार गर्नुपर्दछ। सो अध्ययन तयार गर्न सबै सहभागीहरूका लागि मार्गदर्शक तोकिदिइनेछ। तालिममा सहभागी हुन चाहने इच्छुक सहभागीहरूको योग्यता: +2 वा सोस्तर उत्तीर्ण, नेपाल र नेपालीको सेवा गर्ने प्रतिबद्धता, सामाजिक र नैतिक मूल्य मान्यताप्रति प्रतिबद्धता, तालिम पुरा भइसकेपछि 2 वर्ष सेवामा लाग्ने, समाजमा सकारात्मक परिवर्तन ल्याउन इच्छुक र सोही अनुसारको धारणा भएको, नेपाली जनताहरूको सेवा र विकासका लागि आफ्नो तर्फबाट त्याग गर्न तत्पर भएको। इच्छुक सहभागीले निवेदन दिने प्रक्रिया: निवेदन फारम यस संस्थाबाट प्राप्त गर्न सकिनेछ अथवा यस संस्थाको वेबसाइटबाट उक्त फारम डाउनलोड गर्न सकिनेछ। उक्त फारम यस केन्द्रले तोकिएको मितिभित्र पासपोर्ट साइजको 2 प्रति फोटो, अटो साइजको 1 प्रति फोटोसहित बुझाउनु पर्नेछ। छनौट गरिएका निवेदनकर्ताहरूलाई मात्र अन्तर्वार्तामा संलग्न गराइनेछ। छनौट भएका निवेदनकर्ताहरूलाई फोन मार्फत जानकारी गराइनेछ। फारम भर्ने अन्तिम मिति जेठ 4 गतेसम्म। तालिम सञ्चालन हुने मिति जेठ 5 गते। सामाजिक सेवा अध्ययन केन्द्रका थप सेवा तथा सुविधाहरू: छात्र छात्रालाई छुट्टा छुट्टै बस्ने छात्रावासको व्यवस्था भएको, सहभागीहरूको इच्छा अनुरूप खेल खेल्न चाहेमा पर्याप्त ठाउँ रहेको, प्रत्येक सहभागीलाई छात्रवृत्तिको व्यवस्था भएको, पुस्तकालयको व्यवस्था भएको लगायत धेरै सेवा तथा सुविधाहरू उपलब्ध रहेको जानकारी गराउँदछौँ। थप जानकारीका लागि सामाजिक सेवा अध्ययन केन्द्र ललितपुर महानगरपालिका 4 नखु। सम्पर्क नम्बरहरू 98510 43724, 51853 15, 51850 53। नोट: थप जानकारीका लागि क्याप्सनमा राखिएको वेबसाइट र जिमेल भिजिट गर्न सकिनेछ।